नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले छिटो छिटो कामहरू सबै सकाएँ र आज म एकछिन बाहिर जानुपर्ने काम भयो र म त्यही भएर आज चाबलतिर जाँदैछु एकछिन। र चाबलमा चाहिँ म मेरो सानो भाइलाई पनि भेट्नु छ, त्यही भएर म चाबल जाँदैछु। तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्छ, मन परेमा लाइक, सेयर, कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला है मेरो च्यानललाई भन्दै म चाहिँ अब चाबल जानको लागि टेम्पो चढ्न जाँदैछु। टेम्पो पो पाउँछ कि पाउँदैन, काम कस्तो हो। टेम्पो चढेर जाने भने टेम्पो छ कि छैन, टेम्पै छैन हौ, टेम्पै छैन त। कहाँ गयो टेम्पो? कहिलेकाहीँ चाहिँ यति धेरै हुन्छ टेम्पो, कहिले चाहिँ हुँदैन। अब कति मिनट पर्खिनु पर्ने हो। टेम्पो पर्खेर बसिरहेको छु म यहाँ टेम्पो पार्कमा। कति ढिलो आएको टेम्पो नि, कहिले चाहिँ यति धेरै हुन्छ। मल्ल टेम्पो आयो, तलबाट अब टेम्पो चढ्नु पऱ्यो। गइहाल्छ कि बस्छ कि अब एकछिन जाने हो रे यो। कति रे रिजर्भ, कति रे बहिनी? नम्दाले अर्को आउँछ होला नि 5-10 मिनटमा त। टेम्पो आएको, टेम्पो नजाने रे रिजर्भ लैज भन्छ। अचम्म टेम्पो के भएको? अर्को नि आउने बेला भयो होला दिदी। अर्को नि आउने बेला भइसक्यो नि। टेम्पो जाँदैन रे, नजाने भएर त। अर्को नि आउने बेला भइसक्यो टेम्पो त। तर कस्तो छ मौकामा चौकै हान्नु खोज्छ खाले। अर्को नि आउने बेला भइसक्यो। टेम्पो पर्खिँदा गरेर टेम्पो आएको, तर टेम्पो नजाने रे। अब हामी चाहिँ म चाहिँ अर्को टेम्पो पर्खिरहेको छु। यहाँ अरू दिदीहरू पनि हुनुहुन्छ र अब अर्को टेम्पो नै आइसक्यो। अब चाहिँ म टेम्पो चढेर जान्छु। बच्चाहरू खाइरहेको छे यहाँ मेरो भाइ कुदिरहेको छ। मेरो भाइ आऊ यहाँ हेर है, चिज फोटो खिची गरिदिन्छ फुपूले। फोटो खिची यहाँ आऊ। ओ गडलाई नमस्ते गर। ओए हो त्यसरी हो नमस्ते गर्ने। ओ गुड। यता फुपू यता। भगवान्लाई नमस्ते गरेर भाग्यो। त्यसरी नि नमस्ते गर्छ त एउटा हामीले, दुईटाले गर्ने। यसरी यहाँ हान्नु त, यसरी गर्ने हो। नमस्ते बजाइदियो। ए बिस्तारै गर न। अनि घन्टी बजाउनु पर्ने। टुङ के गर्नु? फुपूले बजाइदिनु। फुपूले खोइ त नि। ल भयो उसलाई चाहिँ यो घन्टी बजारै बस्नु मन पर्छ। यता हेर, यहाँ हेर्नुहोस् त फुपूलाई हेर न। मेरो भाइ चाहिँ घन्टी बजा ल्याइन। अब जाउँ न। नमस्ते गर्नुहोस्। नमस्ते खोइ त। के गरेको? खोल्न लागेको? चलाउनुहुन्न हाँस।
चलाउनु नास लाउँछौ उसलाई हेरेर कति मजा लागेको छ के निकाल्नु परेको भाइ यहाँ यहाँ गणेश स्थानमा भाइलाई घुमाउन लिएको एकछिन भाइलाई भेटेर भाइले यहाँनिर यो पैसा चिने कि के हो केटाले छोड्न मान्दैन यहाँनिर आउँछौ हामी हिँडेको यार हामी कहाँ हिँडेको हामी 99 आयो अब 99 आयो गएर मोमो फुपू गल्यो नि कुदाएर कुदाएर गर्छ त हौ यी कति राम्रो राम्रो सामान लिएर मास्क पनि रहेछ एयरबड पनि रहेछ यो चाहिँ खानु चाहिँ छोरी एक प्याकेट पखाल्न सानो भाइ त्यो छुनु हुँदैन न लडिन्छ न कुद्नुहुन्न क्या यहाँ हेर न प्लेटहरू हेर न कस्तो राम्रो यहाँ हेर न यहाँ आउनाले म फेरि लान्न है आएको बोक्ने छानालाई उसलाई गाडी चाहियो कुन चाहिँ भरे मामुले मार्छ नि फेरि किन लिएको भनेर त्यो बोक्ने ए त्यो कुन कलर त्यो एउटा बोक एउटा मात्रै एउटा एउटा यता हेर त यहाँ हेर न ए यहाँले मामु फुपू समाउँछु चक्लेट यहाँ समाउनु दिनुपर्ने फुपूलाई बस्छ ब्याग पनि रहेछ सानो ए एकछिन है त्यो कति राम्रो ब्याग हो कति राम्रो ब्याग एउटा टिफिन हर्केछ अट्दैन यसमा त सानो छ है हर्केछ अट्छ नभए त यो लग्नु पर्ला यता हेर त यहाँ हेर न उता अब खुसी भएर कुदेको कुदै नि उसको चाहिँ काम भनेको यही छानेको छाने यही मात्रै अब यताउता नजाने भयो एउटा बोकेर हिँड न म चाहिँ गएँ न लिन जाउँ यहाँ हेर भाइ भयो अब गल्यो बस्ने त्यही जाउँ अब हामी 99 मा गएको यसले यो सामान एउटा यो त फोडी रहेछ त नयाँ किन्नु बोक्नु पर्थ्यो नि तिमीले खोलेको चाहिँ बोक्यौ ल आउँछौ न आऊ म त गएँ भाइ बाई अब चाहिँ हामी घर फर्केको आऊ जाउँ उसको यहाँ झरै कस्तो छ नि ए मामुलाई देखाइदिनु भएर ल भयो भयो ए लड्छ है यता आऊ न गल्यो होइन हामी त्यही तरकारी बजार घुम्दै हो है तरकारी बजार घुम्दै हो हाई भन्दा न हाई हामी अब चाबेल तरकारी बजार घुम्दैछौँ हामी भाइको फोटो खिच भाइ सपिङ गर्न हिँड्दैछ होइन छोराले भाइलाई केक त यो त खानुहुन्न यो त हुन्न यो ललिपप माग्दैछ हेर न यसले हुन्न यो त मामु रिसाउनुहुन्छ केक तताएर खान्छ उसले अब पर भाइ मामुको पसल पर होइन हामी यहाँ केक पर्खेर बसिरहेछ म दिन्छु नि म पर्खेर रिसाइरहेको मान्छे ल म चाहिँ आजको मेरो कामहरू सकाएँ र भाइलाई पनि एकछिन भेटेँ अब चाहिँ म घर फर्किँदैछु र तपाईँहरूलाई मेरो यो भिडियो कस्तो लाग्यो मन परेमा लाइक सेयर कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ मेरो भिडियो यति नै बाई बाई।